मर्निङ नमस्ते सुबिहानी सबैमा। आज सरस्वती पूजा विशेष दिन रहेकोले सबै घरका बालबच्चाहरू नानी बाबुहरू आज सरस्वती पूजा गर्न स्कुलमा जाँदैछन् र अब कनकजीलाई पनि हामी स्कुलमा लिएर जाँदैछौँ। हाम्रो घरका नानी बाबुहरूले पूजा गरिसकेका छन्। सरस्वती माताको अगाडि यसरी पुस्तकहरू राखेर यी कनकजीले पनि राख्नुभयो, आफ्नो बिन्ती मिसाइरहेका छन्। कनकजीको ऑल इन वन सरस्वती माता को आरती भइसक्यो। सबैजना तयारीमा हुनुहुन्छ। देवी देवताको पूजा भयो। कनकजी अब रेडी हुनुभएको छ, यहाँ पनि जानुहुन्छ अब सरस्वती पूजा मनाउन। फाइनली म पनि अब रेडी भइसकेँ। सिरम क्रीम लगाएर पाउडर लगाएर अब जानलाई तयारी छ। हाम्रो यो संस्कार बोर्ड स्कुल कनकजीलाई लगाएर कनकजी अहिले यहाँ मस्त हुनुहुन्छ भर्याङमा। हेर्नुस्, अहिले सबलाई बाई बाई गरिदिनु भयो। बाई कनकजी, जा बाई। यहाँ साथीहरू कृष्ण आदर्श आइसक्नु भएको छ होला। खै कृष्ण, यी दोस्तीहरू यहाँ बस्नु भएको छ। नमस्ते नमस्ते। के भइरहेछ? नास्ता? ल ठिक छ नास्ता गरेर ल दिदीले चिया पकाएर दिनु लाग्छ। अब हामी लाग्यौँ स्कुलतिर। बाहिर पसलबाट दोस्तीहरू सब आइसकेका रहेछन् यहाँ। ल मलाई के भयो बाबु? भुवेश्वरले नास्ता गर्दै हुनुहुन्छ। के भइरहेछ? नमस्ते। यो दोस्ती साइमन, नमस्ते नमस्ते। सब साथीहरू आइसके यहाँ। ल नास्ता गर बाबु साथीहरूलाई ल। के छ हिजो के भयो? नमस्ते। माछा कतिको मार्यो? कहाँ के छ हालचाल तिम्रो? सरस्वती पूजा राम्ररी भयो? ल ठिक छ। ल यिनीहरूलाई नास्ता ल्याइदियो बाबु। माछा कति मार्यो? दुःख धेरै पाइएछ। कहाँ गएको थियो माछा मार्न? घर खोला माछा मार्न। सरस्वती पूजाको लागि अब निस्किसकेका छौँ घरबाट बनाउँदै। कनकजी राधे राधे। राधे 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 कनक, राम 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 राम। कनकजीको स्कुलको बाटो हामी अब जाँदैछौँ। संस्कार बोर्डिङ स्कुल, संस्कार पाठशाला एन्ड बोर्डिङ स्कुल। बाय, जाओ जल्दी पूजा करके आना। संस्कार बोर्डिङ स्कुलमा आज सजावट भव्यको साथमा छ। पेरेन्ट्सहरू सब उपस्थित हुनुहुन्छ यहाँ। पूजापाठको लागि व्यवस्था भइरहेछ। त्यहाँ जाऊ पूजा गर्न। सरस्वतीजीको पूजापाठ कार्यक्रमपछि अब हामी क्यान्टिनतिर प्रसाद खान गइरहेका छौँ। क्यान्टिनमा प्रसादको व्यवस्था रहेको छ। सबै मेमहरू यहाँ अड्डेर वेलकम गरिराख्नु भएको छ। हेर्नु होला युट्युब च्यानलमा। कनकजी पनि आउनु भएको छ यहाँ पुरी सब्जी खान। खीर पूरी सब्जी। नमस्ते, राधे राधे।
प्रसाद आइगयो प्रसाद खानुस् कनकजी संस्कार पाठशालामा आज प्रसाद खाने अवसर पाइएको छ कनक प्रसाद खाऊ प्रसाद खाऊ 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 आहा कनक जी को प्रसाद ग्रहण भइसक्यो प्रसाद ग्रहण पछि हात धुन गइराख्नु भएको छ कनक जी मस्त अब अगाडि हामी जाँदैछौँ कनक जीलाई लिएर कनक जी अगाडि सर्नु भएको छ हेलो राधे 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 प्रसाद ग्रहण पछि अब हामी कनकजीलाई लेखकोटको लागि लिएर जान लाग्छ कनकजी आओ त्यहाँ फोटो खिचाउ न अड्डेर जाऊ त्यो पछाडिबाट जाऊ पछाडिबाट कनक जी वेलकम टू संस्कार पाठशाला राधे 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 ल क लेख्नुस् ये लेख 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 नानीसित लेख त बहिनीसित लेख त क लेख लेख यहाँ लेख यहाँ ल के बनाउँछ ल बनाऊ त ए डब्लु एम सब बनेछ त बाई संस्कार बोर्डिङ स्कुल बाई बाई गर्दिनु न तपाईले पनि बाई अब हामी सरस्वती जीको पूजा गरेर घर फर्किसकेका छौँ सरस्वती पूजा रमाइलो भयो आज प्रसाद पनि खान पाइयो राधे राधे कनक जी राधे गाडीमा बस्ने बेला भयो अब चाहिँ नियमको पक्का हुनुहुन्छ नियम पालना गर्दै हिँड्नुहुन्छ सिट बेल्ट लगाइराख्नुहोस् फाइनल सीट बेल्ट लगाइसक्नु हो कनकजीले लड्डू खाइयो लड्डू लड्डू खाली लड्डू खानु भयो लड्डू खानु भयो हाम्रो आदरणीय अंकल आज सरस्वती पूजाको दिनमा हाम्रो व्यापार बिजनेस गराइदिन आउनु भएको छ अनि धेरै वर्षदेखि कारोबार गरिराख्नु भएको छ हाम्रो पसलमा हामीलाई गाली पनि गर्नुहुन्छ हैन सम्झाउनुहुन्छ कहिले यस्तो गर उस्तो गर भन्नुहुन्छ हामीलाई खुसी लाग्छ अनि आज फेरि सरस्वती पूजाको दिन नै भेट भयो आशीर्वाद उहाँको रहिरहोस् धन्यवाद होस् तिमीलाई दया राम्रो होस् हाम्रो गुरुजीको आज अंकलको आशीर्वाद पाइयो नट बोल्टहरू अब 790 को मिलाएर कति वर्षको हुनु पर्यो अंकल म 84 हेर्नु 84 वर्षको हाम्रो हेर्नुस् अब म का 44 84 ल हेर्नुस् को त नेर देखिन्छ यहाँ त नेर देखिन्छ पनि गरियो हो जुत्ता चप्पल त टन्न हाम्रो छोराहरूको दोस्तीको के गर्दैछ नि उनले रमाइलो हेरौँ ल तुम सौर यहाँ रहेछन् ल बगालो ल यो गेम चलिरहेको ल सरस्वती माता को ल टोली यहाँ जी अर्का दोस्ती ए ओगेले गिटार यी अर्का दोस्तीले पियानो यी पुरै पियानो बजिरहेछ मस्ती भइरहेछ यार यहाँ
ल यहाँ मस्ती गरिरहेको छ आज सरस्वती पूजाको दिन केटाहरूले आदर्शले फेरि पियानो आदर्शको साथीको नाम के रे तपाईँको नाम के रे शिव र कवीरले यहाँ पियानो बजाइराख्नु भएको छ पंखा चलो पंखा बन्द गर चिसोमा ऊ पंखा तिम्रो नाम के रे घनश्याम बाबुले फेरि हेर्ने तपाईँको नाम के साइमनले फेरि यहाँ गेम खेल्ने यताको रामजन पौडेलजीले फेरि यहाँ गेम खेल्ने यहाँको नाम के हो अनि तपाईँको ल कृष्ण कनक सबै ल इन्जोय गर ल